ल भिडियोमा के भन्नु हामी एकजना किसानको घरमा डल्ले खुर्सानी टिप्दा जाँदैछौँ। किसानजी नमस्ते गर्नुहोस्। नमस्ते। म यहाँकी किसान हुँ भन्नुहोस्। म यहाँकी किसान हुँ। मेरो फर्सी धेरै फल्या छ। उतातिर फुलबारी छ। तल मेरो साग तरकारी यहाँ पनि छ फर्सी। रुखभरि छतभरि के अरे छानाभरि रुखै फर्सी फर्सी छ। आजसम्म पढेकै छ, अस्ति पढेको थियो। यो चाहिँ गाईको गोठ रहेछ। यो चाहिँ मेरो गाई हुन्। आज गाई गइए कति गाई छन् मेरा? हामीलाई खुर्सानी देखाउनुहोस्। हिँड्नुहोस् यहाँबाट। त्यहाँ चाहिँ हल्दी पनि लगाएको रहेछ। यहाँ चाहिँ हल्दी रहेछ। पुरै यो दुईटा पाटाहरूमा हल्दी लगाएको छ। यिनी चाहिँ किसानकी छोरी हुन्। पहिला यिनी पनि किसानै थिइन्। अहिले किसानी छोडेछन् यिनीले। अब यो पनि के न के हो, फलफुलै हो। त्यसपछि यो चाहिँ कागतीको बोर्ड रहेछ। यो तपाईँको एरियामा कति कागतीको बोर्ड लगाउनु भएको छ तपाईँहरूले? ल हेर्नुहोस् त, यो पुरै एरियामा 250वटा बोर्ड लगाएको छ। भनेपछि कागतीको कमर्सियल्ली प्रोडक्सन हुन्छ अब यहाँबाट। यो के को बोट हो? त्यो बोट त्यो फर्सी पनि फल्या छ। होइन यो के को बोट हो? यो कागजी। यो कागतीकै बोट यति ठुलो भइसक्यो रहेछ यो त। ल राम्रो। त्यो रुखमा पनि फर्सी फल्दैछ। यहाँ पनि फर्सी फल्दैछ। बाँदरले खाइदिएको रहेछ। ल हिँड्नुहोस्, हामीलाई खुर्सानी देखाउनुहोस्। हामीहरू खुर्सानी किन्न आएका थियौँ यता। ल हेर्नुहोस्, यहाँ जहाँनिर देख्यो त्यहीँनिर फर्सी। यहाँ हेर्नुहोस् फर्सी यसरी छानामा फर्सी छ। ल हेर, जाउँ छिटो जाउँ। ल यो 7 रोपनी जग्गामा कागती फार्मिङ गरिएको छ र बीचमा अरू कुराहरू पनि लगाइएको छ। हेर्न सक्नुहुन्छ, यो पनि कागती हो। अनि यसै गरी सर्टेन डिस्टेन्समा यहाँनिर अर्को कागती छ। फेरि यस्तै जाँदाखेरि हरेक बोर्डमा त्यहाँनिर फेरि अर्को बोर्ड छ कागतीको। यो पुरै एरियामा कागतीको बोर्डहरू छ। त्यहाँनिर त्यहाँ तिते करेला फलेको छ, पुरै अर्ग्यानिक विथआउट एनी केमिकल्स। हेर्नुहोस् कस्तो राम्रो छ। हो ल पुरै यो एरियामा खुर्सानी कति रहेछ? खुर्सानी यहाँ फुल हेर्न सक्नुहुन्छ। हो यो बोटमा पनि फेरि अर्को कागती छ। यो पाटामा फुल खासै राम्रो त नरहेछ, ठिकै रहेछ। ल यो चालमा पनि एउटा अर्को कागती छ। यसै गरी यहाँनिर फेरि अर्को यो कागतीको बोट कति ठुलो भइसक्यो त। कुन यो फापर हो? यो फापर हो। हेर्नुहोस्, पहिला फापरको खेती गरिन्थ्यो। अहिले त यो त के भन्छ, इन्डेन्जर भइसकेको छ। ल यहाँनिर फेरि अर्को कागतीको रुख रहेछ। कागतीको बोट यो पुरै एरियामा कागतीको बोटहरू 250वटा बोटहरू। अब यता हल्दीको यो चालहरूमा अब यति धेरै कागती छ। यहाँनिर एउटा कागती, त्यसपछि यहाँनिर अर्को कागती देखाए। फेरि यहाँनिर एउटा कागती, अनि त्यसपछि यहाँनिर अर्को कागती, अनि त्यसपछि यहाँनिर अर्को कागती, त्यसपछि फेरि यो चाहिँ फापर,
त्यसपछि फेरि यहाँनिर अर्को कागतीको बोट छ। त्यसपछि फेरि यहाँनिर अर्को कागतीको बोट। यहाँनिर यो चाल चाहिँ सकियो। त्यसपछि योभन्दा तल चाहिँ कागतीको बोटहरू पनि छ बिचबिचमा यहाँनिर यसरी। अनि अरू चाहिँ पुरै हल्दी छ, बिचबिचमा कागतीको बोटहरू छ। अनि साइडमा चाहिँ यो चाहिँ घाँस हो गाईको लागि। अनि त्यसपछि अरू के छ यहाँ? धेरै कुराहरू छ। फापरको के हुन्छ? रोटी हुन्छ? अनि अन्नमा गनिन्न यो? एकदमै चोखो मानिन्छ अरे यो। व्रत गरेको मान्छेले पनि खान सक्छ। फलफुलमा गनिन्छ यो। यो यो कसरी खाने? यो काटे दाना हुन्छ? ए यो दाना त थोरै छ त। यति कम दाना? ए ठिक छ। फापरको रोटी खान पाइने भयो एक दिन। यहाँ पनि फेरि कागती, अझ अरू चाहिँ फापर। अनि यहाँ हल्दी छ। यहाँनिर फेरि अर्को कागतीको बोट। त्यसपछि यहाँनिर अर्को कागतीको बोट। कस्तो राम्रो भएको छ, हरियो छ। कागती फार्मिङ त हो मेन यो ठाउँमा। यो त अरू कुराहरू त यो यही दिनमा जाने हो काटेर। हल्दी चाहिँ 2-3 वर्ष रहला। अनि यो पुरै एरियामा टक्क पारेर यो ड्रोनबाट खिच्न पाए त खतरा देखिन्थ्यो। यो एरिया धेरै छ नि त उतापट्टि। यो उतै भिरदेखि उतापट्टि फेरि अर्को यस्तै उ छ, पाटाहरू छन्। कहाँनिर? एउटा बोट टिप्न हामी यति टाढा? ल लेट्स गो। अनि यो चाहिँ पखान हो। यहाँबाट त्यो पहिला घरको छतलाई पाट्नको लागि ढुङ्गा निकालिन्थ्यो। त्यही ढुङ्गा निकालेको हो यो चाहिँ पखान खानी भन्छ। अनि यहाँ भन्दा उता जाँदाखेरि यसरी बिचबिचमा कागतीको बोटहरू छन्। मेन चाहिँ यहाँ कागती फार्मिङ नै हो गर्न खोजिएको। तर अरू एरियामा पुरै खाली नछोड्नलाई अरू हल्दी यस्तो कुराहरू लगाइएको छ। अब यो एरिया त यति छ कि 7 रोपनी भनेपछि त धेरै हो। ल यति टिप्नलाई हामी यति टाढा आएको रहेछौँ। अब भिडियो खुट्टा झड्कियो एउटा खुट्टा हो। यहाँनिर पनि कागती रहेछ, फापर। अब खुर्सानी। ल यति खुर्सानी त कति होला? घरबाट मागेर म डाम्रे गरे रहेछु नि। हरियो पहिलो मात्र लगाउने हो कि हरियो पनि? खास त पहिलो हरियो पनि हाले हुन्छ। हट खुट्टा झड्कियो मैले। अदुवा निकाल्न सानी एकजना। यो अदुवा? अदुवा अचारमा हाल्नु। यो अदुवा हो? त ल हेर यो चालमा फेरि अदुवा रहेछ, माथि चाहिँ हल्दी रहेछ। त्यसो भए हल्दी निकालौँ। हल्दी निकालेर ए अदुवा निकालौँ। खै गाना भया होला र अहिले? ए ऊ हेर्नु त गाइज, खतरा छ गाना त हल्दीको। वाउ, लुकिङ जस्ट लाइक अ वाउ। यो पुरै निकालिदिउँ र बोटै निस्किन लाग्यो त। भाउजूसँग ऊ छ खन्नेवाला छ? छैन। नै बोटै निस्किन लाग्छ। खन्ने टाइम आयो हो र? ए यहाँ अर्को बोटमा छ बरु राम्रो। यस ए हेर्न बोटै निकालिदिएँ मैले। बोट पनि आयो, गाना पनि आयो। अझ बढी चाहिने हो? यो त हरियो छ त। यो लाग्ला र यो आदो अहिले रोगै। यहाँनिर अब पुरै निकालिहालौँ किनकि पछि हराउने हुन्छ त सायद, आई गेस। गाउँबाट ल्याएर रहर पुरा गरेको यहाँ र खुर्सानी गरेको एक डब्बा भइहाल्छ। यहाँको मान्छे खाने यति नै आउने रहेछ। ल आएन।
दुई दाना अरू आयो 2 गाना भयो खुर्सानी भयो टिप्न हरियो अब त्यो जम्मै टिप कहाँ छ र त्यो नाना छ छ त ल यसमा त ऊ यहाँ तितो करेलाको बेला रहेछ यसमा यो खुर्सानी खस्यो त एउटा ऊ रातो अलरेडी खसेकै थियो त्यो टिप्नु टिप उता उतापट्टि के रहेछ उतापट्टि जान पायो भने कस्तो मस्त हुन्छ यो कम फल्छ नि त बजारको कति फल्यो होइन यो चाहिँ पुरै के अरे अदुवाको चाल रहेछ अनि कागती त हुने नै भयो कागती त मेन फार्मिङ कागतीकै गरिएको हो लेट्स गो यो निपेर काट्छु बिटाइ काट्छु ओके यसरी घाँस काटिँदैछ यता भाउजू घाँस काट्दै हुनुहुन्छ आज आयो उतापट्टि जाउँ न उता यहाँबाट जाउँ त्यहाँ नै यहाँ भिरबाट जाउँ हल्का एडभेन्चर देखाउनु पऱ्यो नि कस्तो एडभेन्चर हुन्छ पाहाड भनेर ए चप्पल त खतरा छ मेरो चिप्लिने चप्पल छ सो एडभेन्चरस त्यो ठाउँमा पनि फार्मिङ गरिएको छ ल फेरि यहाँबाट चाहिँ अलि भिड छ त्यसपछि फेरि अलि समतल एरिया सुरु हुन्छ यहाँ फेरि यस्तै पाहाडहरू छन् कति पो अनि यहाँ पनि फार्मिङ गरिएको छ ल यता जाउँ न त घर गइहाल्ने होइन ऊ त्यहाँनिर ऊ त्यो हिँड्छ माथि जाँदैछ चल ए चिप्लेली खुट्टा चप्पल चिप्लिनेवाला छ है मजाक होइन ल ऊ त्यहाँबाट जान चप्पल त निकालिदिए अब नि हुन्थ्यो थाहा छ नि हो ए हात तान मेरो चप्पल चिप्लिने छ हो है यो फालिदिन्छु ल हात तानिदिनुहोस् धन्यवाद ल यतापट्टि पनि पुरै त्यही कागती फार्मिङ हो त्यहाँ जाने कि नजाने अरे हल्दी छ लगाएर हेर्ने भएपछि 12 मिनटको भिडियो भइसक्यो रहेछ यति एरियामा यस्तो भिड छ यहाँ सिधै खसेपछि खसेपछि के खसेपछि सिधै गायब सिधै माथि यहाँ चाहिँ एउटा कागती छ यहाँबाट हाम्रो भैँसी खस्या थियो अरे खसेर भैँसी मर्या थियो कति छ यो एरिया अनि सबै छ कागती यो काफलको रुख ब्याक अनि यो कागतीको बोट फेरि कागती हो कागती त कति छ कागती कति छ ओहो यतातिर छ मेन कागती बढी त्यहाँ हुँदा छैन हेर न कति धेरै छन् हैट होइन बोट ठुलो छन् तर बढी यहाँ छन् ऊ यहाँदेखि तल पुरै यो कागती फार्मिङ हो यहाँनिर पनि कागती रहेछ अनि अलि पहेँलो भएको छ कहाँ छ ऊ त्यहाँसम्म छ पुरै यो हरियो देखिने एरिया पुरै हो यहाँनिर पनि कागती छ फेरि यहाँनिर पनि कागती छ कागती साइडमा खुर्सानी फल्या छ खुर्सानी पनि गजबै फल्या छ खुर्सानी पनि कमर्सियली नै हो बेचिन्छ खुर्सानी अनि उता चाहिँ पुरै हल्दी छ यो एरियामा यु क्यान सी इट जाने त लगी भइहाल्यो त्यहाँ फापर लगाएको छ क्या त्यो ऊ हुन्छ नि रुद्राक्ष हुन्छ नि रुद्राक्ष त्यहाँनिर एउटा रुद्राक्षको दुईटा रुद्राक्षको बोर्ड पनि लगाएको छ रुद्राक्षको माला हुन्छ नि उग्रो तर त्यो नि
हो त्यही तर त्यो सिङ्गल लगाउन मिल्दैन क्या दुईवटा बोर्डसँगै लगाउनु पर्छ अरे त्यो रिफरेन्स लगाएको खुर्सानी छ नि त यो अब बोर्डमा पात धेरै छैनन् पात छ कि छैन खुर्सानी त छैन अझै धेरै छ कस्तो ग्रिनरी छ पुरै ऊ त्यहाँ चाहिँ धान लगाइएको छ अनि तलपट्टि चाहिँ अनि त्योभन्दा त उता चाहिँ के गरेछ भने चाहिँ फार्मिङ गरेछ त्यहाँ पनि गजबै कमर्सियल्ली पोली हाउस बनाएर कसलाई थाहा छ र त्यो डेडीको हुनु भनेर डेडी ल यतापट्टि जम्मै यो के भन्छ यसको नाम मम्मी यसले आदौ चाटिदियो एक बोट अस्ति भूमिका बाबाले अनि यिनीबाट हेरिसकेबाट पात गरिदिनु पर्नेको रहेछ अरे यहाँ त के जग्गा छ उहाँ हो मेन यही नले पर्नेको रहेछ उनी बिहानै दाम बच्चा उनले मैले जाँडा थिएँ उनले जानै जानेन डेढ भइहाल्यो ज्ञान दिथे अच्छा अनि एक कागीलाई कान्छन् जागा हासिटी बाहर हो ल हाम्रो यता पनि छ एरिया अब चाहिँ भ्लग सकिन्छ धेरै लामो भयो